नमस्कार सबैजनालाई। हामी चाहिँ ट्यू को सिभिल इन्जिनियरिङ को न्यू सिलेबस अनुसार फोर्थ सेममा पढाइने टस सेकेन्ड को च्याप्टर 2 अन्तर्गत क्यास्टिग्लियानोस थ्योरम मा बेस्ड भएर यसको न्यूमेरिकलहरु गरिरहेका थियौं र हामीले यो भन्दा पहिलेको भिडियोमा चाहिँ एउटा सिम्पल प्रब्लम सल्भ गरेका थियौं र आज चाहिँ त्यहीसँग रिलेटेड अर्को प्रब्लम चाहिँ सल्भ गर्ने छौं। सो अब हामी सिधै हाम्रो सेकेन्ड प्रब्लम सल्भ गर्नतिर जाउँ। डिटरमाइन डिफ्लेक्सन एन्ड स्लोप एट फ्री इन्ड। हामी बिस्तारै सिम्पल देखि अलि गाह्रो प्रब्लम सल्भ गर्दै जाने छौं, सबै कभर गर्ने छौं हामी। सो सुरुमा एउटा यस्तो क्वेशन छ, यो चाहिँ बी, यसलाई ए भनौं। यो लेन्थ चाहिँ एल छ, स्पान र EI कन्स्टेन्ट छ र यहाँ एउटा W किलो न्यूटन पर मिटर को UDL दिएको छ होल स्पानमा। सो हाम्रो डेल्टा भनेको के हो त, 0 to L m by EI dm by dp dx। त्यसैगरी स्लोप थीटा भनेको इंटीग्रेशन 0 to L m by EI dm by dm1 dx। अब हामीलाई यो m चाहियो। सुरुमा चाहिँ हामी डिफ्लेक्सन को लागि हेरौं। फर डिफ्लेक्सन अब हामीले अस्ति के भनेका थियौं भन्दा, जस्तै हामीलाई डिफ्लेक्सन कुन पोइन्टमा निकाल्न भनेको छ, बी पोइन्टमा। त्यही भएर हामीले चाहिँ एउटा यहाँ पोइन्ट लोड एप्लाई गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ हामी P मान्छौं। जस्तै एप्लाई डमी लोड P एट फ्री इन्ड। हामीलाई जुन पोइन्टमा डिफ्लेक्सन अथवा स्लोप भनेको छ, अहिलेलाई चाहिँ डिफ्लेक्सन भनेको छ, हामी डिफ्लेक्सन को गरिरहेका छौं, त्यही भएर चाहिँ हामीले एउटा युनिट लोड लगायौं। सो अब चाहिँ हामीले मोमेन्ट निकाल्नु पर्ने हुन्छ। मोमेन्ट भनेको के भयो भन्दा, हामीले अस्ति जसरी यो फिक्स सपोर्टमा मोमेन्ट लियो भने चाहिँ यसमा सबै रिएक्सन निकाल्नु पर्ने हुन्छ, त्यही भएर हामी यो इनबाट जानुपर्ने हुन्छ। यसमा x, अब यसमा कसरी घुमाउँछ, यो पोइन्ट लोडले हेरौं। सुरुमा p ले यसरी नै घुमाउँछ। यो भनेको चाहिँ हगिङलाई हामीले नेगेटिभ लिने गरेका छ। सो के भयो, माइनस px। त्यसैगरी यो UDL ले पनि मोमेन्ट दिन्छ। UDL ले मोमेन्ट कति दिन्छ, माइनस, यसले पनि यसरी नै घुमाउँछ हगिङ। सो माइनस W इन्टु डिस्टेन्स x इन्टु x by 2। यो भनेको के भयो, माइनस px माइनस W x²/2। सो यदि यो मोमेन्टमा कन्फ्युजन हुनुहुन्छ भने चाहिँ यो भन्दा पहिलाको भिडियोमा मैले एकदम राम्ररी एक्सप्लेन गरेको छु, चेक आउट गर्नु होला एकचोटी। सो अब हामीलाई के चाहियो, dm by dp चाहियो। dm by dp भनेको अब p को रेस्पेक्टमा यसको पार्शियल डेरिभेटिभ गर्नु पर्यो, यो पुरै टर्मको हामीले। सो अब यसमा के भयो, यो टर्मको गर्दाखेरि माइनस x बाहिर आयो, माइनस x कन्स्टेन्ट dp भनेको कति हुने भयो, हाम्रो 1 हुने भयो। त्यसैगरी यो सबै टर्म के छ, हाम्रो p को रेस्पेक्टमा गर्दाखेरि कन्स्टेन्ट, सो यो चाहिँ 0 हुने भयो। सो dm by dp कति आयो, माइनस x। सो अब डिफ्लेक्सन को फर्मुला युज गरौँ। डेल्टा इज इक्वल टू इंटीग्रेशन 0 to L m by EI dm by dp dx। सो यो रिप्लेस गर्दा 0 to L m भनेको कति छ, माइनस px माइनस wx²/2 by EI इन्टु माइनस x dx। सो यतिसम्म निकाल्यौं। अब मेरो यहाँ स्पेस पुगेन, म यता लेख्छु। यसलाई तपाईले कपी गर्न सक्नुहुन्छ। त्यसपछि अब इंटीग्रेशन 0 to L 1 by EI हामीले कन्स्टेन्ट लगाउँ बाहिर, इंटीग्रेशन 0 to L। त्यसपछि अब हामीले के गर्नुपर्ने भन्नुहुन्छ भन्दाखेरि, यो p छ नि जुन, यो त हामीले डमी मानेको हो नि त, यो त हाम्रो स्ट्रक्चरमा छैन। सो हामीले यसलाई चाहिँ 0 मान्दा हुन्छ सिधै। सो यो p 0 भयो भने यहाँ के बच्ने भयो, माइनस wx² by 2 इन्टु माइनस x
dx. सो यो भनेको 1/ei 0 to L minus minus plus wx cube by 2 dx. So 1/ei 0 to L सिधै इन्टिग्रेट गरेर लिमिट राखौं w/2 बाहिर निकाल्दा पनि हुन्छ त्यसैगरी x क्यूब को इंटीग्रेशन कति हुन्छ x4/4 0 to L. सो यो भनेको के भयो 1/ei w/2 L को पावर 4/4 minus 0. सो फाइनल आन्सर के भयो w L को पावर 4/8 ei. हाम्रो डेल्टा भनेको यति आयो. सो स्लोप को लागि पनि हामीले एप्लाई डमी मोमेन्ट m1 एट b. यो जुन पोइन्टमा हामीलाई स्लोप सोधेको छ b, यसमा चाहिँ हामीले एउटा डमी मोमेन्ट लगाउँछौं. जस्तै मैले चाहिँ यस्तो एउटा m1 भनेर चाहिँ डमी मोमेन्ट माने. सो अब हाम्रो मोमेन्ट निकाल्नु पर्यो. यहाँ फर्मुला लेखेको छु मैले. सो अब हामीलाई मोमेन्ट चाहियो. मोमेन्ट चाहिँ अब कसरी निकाल्ने अघिको जसरी नै माइनस w इन्टु x इन्टु x/2. यो x मा गएर UDL ले चाहिँ यति मोमेन्ट दिन्छ हगिङ. सो अब यो m1 कस्तो भयो m1 ले कसरी घुमाइराछ यसरी घुमाइराछ. सो m1 पनि हगिङ नेगेटिभ रहेछ. सो माइनस m1. अब हामीलाई dm1 चाहियो. सो यो भनेको के हुन्छ यो सबै चाहिँ m1 को रेस्पेक्टमा के छ हाम्रो 0 छ कन्स्टेन्ट हुन्छ. त्यही भएर यसको पार्शियल डेरिभेटिभ चाहिँ 0 भयो. सो यहाँ चाहिँ माइनस m1 अनि m1 को रेस्पेक्टमा dm1 बाइ dm1 गर्दा -1 चाहिँ हाम्रो यसको भ्यालु आयो. सो अब हामी थीटा इक्वल टु इंटीग्रेशन 0 to L m/ei dm by dm1 इन्टु dx. सो यो भनेको के हुन्छ 0 to L m को भ्यालु कति छ हामी m1/ei लाई चाहिँ कन्स्टेन्ट लगाऊ. m को भ्यालु चाहिँ -w x²/2 माइनस m1 इन्टु यसको भ्यालु कति छ -1 dx. र यो m1 चाहिँ हामीले डमी मोमेन्ट मानेको. सो हामी यो m1 लाई चाहिँ नेग्लेक्ट गर्छौं 0 मान्न पाइन्छ. सो अब बाँकी चाहिँ यता लेख्छु 1/ei. यो m1 लाई हामीले नेग्लेक्ट गरिसक्यौं. यो हामीले मानेको डमी मोमेन्ट हो स्ट्रक्चरमा आएको छैन त्यही भएर चाहिँ हामीले 0 गरेको. सो अब यहाँ के बच्यो यो माइनस इन्टु माइनस गर्दा प्लस भयो w x²/2 dx बच्यो इंटीग्रेशन 0 to L. यो भनेको के हुन्छ 1/ei. अब हामीलाई इंटीग्रेट गरौँ w/2 बाहिर राख्न पाइन्छ x² को इंटीग्रेशन x³/3 अनि हामीले लिमिट एप्लाई गर्नुपर्छ 0 to L 1/ei w/2 लिमिट एप्लाई गर्दा L³/3 यो बाँकी चाहिँ 0 छ 0 हुन्छ. सो WL³/6 ei. यो चाहिँ हाम्रो स्लोप को आन्सर. आजको लागि चाहिँ यति नै. हामी नेक्स्ट भिडियोमा चाहिँ अर्को प्रब्लम लिएर सल्भ गर्ने छौं. हामी बिस्तारै सिम्पलबाट कम्प्लेक्स प्रब्लम सबै कभर गर्ने छौं. सो भिडियो हेर्दै गर्नु होला. भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब गर्नु होला. हस् धन्यवाद.